राम्रै काम गर्दाखेरि विरोध गर्छ क्या नेपालमा चाहिँ। अनि मैले अहिलेसम्म जति काम गरेँ त्यो काम गर्न सक्ने थिएन। अनि मैले अहिलेसम्म जति मान सम्मान इज्जतहरू कमाएँ त्यो कमाउन सक्ने थिएन राजनीतिमा लागेको भएदेखि। मैले किन त्यो काम गरेँ भन्दाखेरि म त एकदम शुद्ध समाजसेवा गर्ने मान्छे हो, शुद्ध समाजसेवा गर्ने मान्छे हो। र अहिले सांसदमा लडेर सांसद भए पनि म चाहिँ राजनीति गर्न जाने होइन माथि। म चाहिँ समाजसेवा गर्छु। सांसद भएर म चाहिँ समाजसेवा गर्छु। त्यसैले म चाहिँ पार्टीबाट उठेको होइन। पार्टीबाट उठ्ने भएदेखि त म चाहिँ पहिले राजनीतिमा लाग्ने थिएँ। 2051-52 सालतिर म अमेरिकाबाट फर्केर आएपछि यो म्याग्दी जिल्लाको नेताहरूले मलाई पार्टीमा प्रवेश गराउन खुब कोसिस गरेका थिए। उति बेला पहिलाको नेताहरूले त्यसो गरेर रहेछन् क्या। आउँछु भनेर यहाँ भन्ने भोट माग्दाखेरि अनि जितेर गएपछि आउँदै नआउने त्यस्तो गर्ने रहेछन्। तर म त्यस्तो बोलेको कुरा नपुर्याउने मान्छे होइन।